नमो तस्स लोकहितस्स तथागतस्स। उहाँ भगवान अरहत सम्यक सम्बुद्धलाई नमस्कार। आजको यो गरिमामय पवित्र उद्यान बुद्धभूमि लुम्बिनीमा हुन गइरहेको 500 बृहत पूर्वज्या समारोहका आदरणीय भिक्षु सङ्घमा सादर वन्दना व्यक्त गर्दछु। त्यस्तै गरिकन थाइल्यान्डदेखि पाल्नुभएका सुप्रिम सङ्घ काउन्सिलका एडभाइजर परम पूज्य भेन्डेबल फ्रा बोमसेना बोडी, नेपालका परम पूज्य सङ्घनायक बोधिसेन महास्थवीर, त्यस्तै गरिकन भिक्षु महासङ्घका अध्यक्ष धम्मशोभन महास्थवीर, पूर्व अध्यक्ष मैत्री महास्थवीरहरूमा सादर वन्दना। थाइल्यान्डबाट पाल्नुभएका मोस्ट भेनरेबल फ्रा सङ्घलाई पनि म वन्दना टक्राउन चाहन्छु। र आजको यस कार्यक्रममा गरिमामय सभामा उपस्थित हुनुभएका लुम्बिनी विकास कोषका उपाध्यक्ष खेम्पो छिमेज्यू, सदस्य सचिव सनराजा साकीज्यू र थाइल्यान्ड मित्र राष्ट्रबाट पाल्नुभएका महामहिम राजदूत मिस्टर स्वानपोङ सिरिसोनज्यू, सम्पूर्ण धम्मदायादहरू, सम्पूर्ण सञ्चारकर्मीहरू, उपस्थित महानुभावहरू, बौद्ध सङ्घ संस्थाबाट पाल्नुभएका महानुभावहरू, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डाक्टर सोहनलाल वज्राचार्यज्यू र ड्यासमा आसीन गण्यमान्य वर्गहरू, माननीयज्यूहरू र जनप्रतिनिधिज्यूहरू, सञ्चारकर्मीहरू, सबैमा आजको यो लुम्बिनीमा विभिन्न वर्षहरूमा भइरहेको बृहत पूर्वज्याको बारेमा केही कुराहरू म जानकारी गराउन चाहन्छु। यसमा थाई भारत र नेपाल हेर्ने थाई धम्मदूत सङ्घ र भिक्षु महासङ्घ, नेपालको अखिल नेपाल भिक्षु महासङ्घको संयुक्त आयोजनामा विगत 1 दशकदेखि विभिन्न चरणमा नेपालमा प्रवजित गराएर नेपालका कुलपुत्रहरूलाई श्रान्य भिक्षु बनाएर तालिम दिने, बुद्ध पुत्र बनाउने कार्यहरू हामीले गर्दै आइरहेका हौँ र यो सम्बन्ध